सोलर वाटर हिटरको बारेमा एउटा सानो जानकारी पनि लिएर आएको छु मैले। यसमा चाहिँ तपाईँलाई के फाइदा हुनसक्छ, तपाईँले किन राख्नुपर्छ वा किन राख्दा के फाइदाहरू हुनसक्छन् र के बेफाइदाहरू पनि हुनसक्छन् भनेर पनि मैले तपाईँलाई यो जानकारी गराउन एउटा यो भिडियो बनाउन गइरहेको छु। र यसको उद्देश्य भनेको के हो भने अब तपाईँले चाहिँ यसको बारेमा जानकारी लिनुहोस्, जानकारी पाउनुहोस् होइन। किनभने अब तपाईँलाई एकदम मनमा लागिरहेको हुन्छ मैले यो प्रयोग गरौँ, यो प्रयोग गरौँ, यो प्रयोग गरौँ भन्ने हुन्छ, तर तपाईँलाई सही जानकारी बिना तपाईँले चाहिँ त्यो प्रयोग गर्न हिचकिचाइराख्नु भएको हुन्छ। त्यही भएर हामीले चाहिँ एउटा सानो एउटा जानकारी को लागि एउटा यो भिडियो बनाएका छौँ। यसको उद्देश्य भनेको तपाईँलाई जानकारी दिनले मात्रै हो। जस्तो अहिले हामी यो जाडोको मौसम पनि छ र जाडोको मौसममा अब तपाईँलाई तराई क्षेत्रमा प्रायः जसो अब यसो नुहाउनलाई पनि, तराई क्षेत्र होइन पहाड क्षेत्रमा पनि अब तपाईँको नुहाउनलाई एकदमै गाह्रो हुने र चिसो पानीले नुहाउन एकदमै गाह्रो हुने। त्यसैले यो तपाईँले पानीको लागि चाहिँ एउटा विकल्प खोजिराख्नु भएको छ। तातो पानी कसरी तातो पानी हुनसक्छ एकदम सुरक्षित राम्रो विकल्प खोज्दै हुनुहुन्छ भने तपाईँलाई मैले एउटा सानो जानकारी दिन लाग्छु। यो तपाईँकै लागि हुनसक्छ यो भिडियो। र यो अहिले तपाईँलाई एउटा यो सोलर वाटर हिटर अथवा सोलर गिजर अथवा तातो पानी सोलरबाट त्यसको मैले चाहिँ एउटा भिडियो लिएर आएको छु। यो अब धेरैजनालाई एउटा जानकारी नै छैन, सोलरबाट पनि पानी तात्छ र भन्ने छैन। र यो सोलर कस्तो खालको सोलर हुन्छ भने तपाईँको यो सोलर स्पेसली तातो पानीको लागि मात्रै प्रयोग गर्न मिल्ने खालको सोलर हुन्छ, जुन तपाईँको सस्तो पनि पर्छ। जस्तो तपाईँले अब तपाईँको घरमा चाहिँ 4वटा बाथरुम छ, 5वटा बाथरुम छ, किचन छ, त्यो सबैमा तपाईँ छोटो गिजर हाल्नुभयो भने त्यो तपाईँलाई महँगो पर्न सक्छ। तर यदि तपाईँ एउटा मात्रै सोलरले तपाईँले एउटा छतमा लगाएर राखिदिनु भयो भने त्यसले तपाईँको सबै घरभरिमा तातो पानी आउँछ। र त्यो तातो पानीले तपाईँले एउटै गिजरले तपाईँको घरभरिलाई भ्यायो। अर्को कुरा के छ भने सुरक्षाको कुरामा के हुन्छ भने जस्तो तपाईँले बिजुलीबाट प्रयोग गर्नुभयो भने तपाईँको बत्तीको बिल त स्वाभाविक रूपमा बढ्ने नै भयो। र त्यो सुरक्षाको दृष्टिकोणले पनि त्यति राम्रो चाहिँ मानिँदैन बिजुलीको चाहिँ, बत्तीबाट जुन चल्ने गिजरहरू हुन्छन्। र अर्को कुरा तपाईँको यो ग्यास गिजर पनि एकदमै असुरक्षित हो। र धेरैजना त अहिले रड पनि तताएर राख्नुहुन्छ, त्यो पनि एकदमै असुरक्षित हो, एकदमै जाने खतरा हुनसक्छ। तर यो सोलर भनेको के हो भने यो सूर्यको किरणले चल्ने चिज हो, सौर्य ऊर्जाको तपाईँको चाहिँ प्रकाशले चल्ने चिज भएको हुनाले यसमा तपाईँलाई एकदमै सजिलो, केही गर्नै नपर्ने तपाईँको। त्यो चाहिँ तपाईँको एकदमै राम्रो विकल्प हुनसक्छ। तपाईँले सोच्नु भएको छ भने त्यो राम्रो विकल्प हुनसक्छ। तपाईँले यो सोलर एकचोटि तपाईँको अब देख्नुभयो, तपाईँलाई अब हुन त यहाँ तराईमा त खासै तपाईँले देख्नुहुन्न, फाटाफुट्टा अहिले चाहिँ देख्न सुरु गरिसक्नु भएको छ होला सायद। तपाईँले धेरैको घरमा चाहिँ अहिले बिस्तारै चाहिँ सोलर राख्ने यो चलन सुरु भएको छ। पहिला त थाहै थिएन मान्छेलाई कस्तो के भन्ने थाहै थिएन होइन। त्यसैले बल्ल बिस्तारै मान्छेलाई थाहा हुँदै गइरहेको छ। र त्यही सन्दर्भमा मैले तपाईँलाई एउटा यो भिडियो जानकारीमूलक भिडियो बनाउन गइरहेको छु। सोलरबाट फाइदाहरू के छन् त भन्दाखेरि सबभन्दा त मैले अघि भनिहालेँ, तपाईँले एउटा सोलरले तपाईँको प्रत्येक बाथरुम, तपाईँको चाहिँ किचन लगायतका तपाईँले कुन ठाउँमा तातो पानी लिन चाहनुहुन्छ सबै ठाउँमा तातो पानी पुग्ने भयो, एउटा कुरा। अर्को कुरा सुरक्षाको दृष्टिकोणले पनि एकदमै सुरक्षित हुने भयो। यसले चाहिँ तपाईँको करेन्टको लाग्ने, आगो लाग्ने लगायतका सम्पूर्ण चाहिँ हट्ने भयो। त्यो टेन्सन फ्री हुनुहुन्छ तपाईँहरू यदि यो सोलर गिजर जोड्नुहुन्छ भने। र तपाईँलाई तातो पानी पनि तपाईँले जति बेला चाह्यो त्यति बेला तातो पानी पनि पाउन सक्नुहुन्छ। यसको अब तपाईँलाई धेरैजनाको गुनासो के हुन्छ भने तातो पानी त पाउने होइन, तर तराई क्षेत्रमा त्यति धेरै घाम लाग्दैन, अनि कसरी हुन्छ तातो पानी भन्ने कुरा धेरैजनाले सोच्नुहुन्छ। त्यसको विकल्प के छ भने यो कस्तो हुन्छ भने सोलर गिजर भनेको के हो भने तपाईँको दिनभरि जुन तातो पानी हुन्छ नि त्यो तपाईँको ट्याङ्कीमा भइरहेको छ। भोलिपल्ट तपाईँले प्रयोग गर्नुभयो भने त्यही तातो पानी तपाईँलाई राति तपाईँ 4 बजे उठेर नुहाउनुहोस्, 5 बजे उठेर नुहाउनुहोस्, 6 बजे उठेर नुहाउनुहोस्, तपाईँलाई त्यो तातो पानी चाहिँ तपाईँको प्रयोग गर्न पाउनुभयो। अर्को कुरा के हुन्छ भने यदि तपाईँको जस्तो 2-4 दिनै घाम लागेन भने के हुन्छ भन्ने एउटा सोच हुनसक्छ। त्यसको पनि विकल्प के छ भने तपाईँको त्यसमा पनि इलेक्ट्रिक अप्सन चाहिँ छ फेरि, तर सुरक्षित इलेक्ट्रिक अप्सन छ। त्यो तपाईँले जस्तो त्यसमा इलेक्ट्रिक पनि कनेक्सन गर्न सक्नुहुन्छ, जसले चाहिँ तपाईँको इलेक्ट्रिकबाट पनि तपाईँले त्यसलाई चाहिँ तताउन सक्नुहुन्छ। भन्नाले त्यसमा केही गर्नु परेन, एउटा तार मात्रै हुन्छ, तार ल्याएर तपाईँले प्लगमा हालेपछि कम पावरले नै तपाईँको त्यो इलेक्ट्रिक मा चाहिँ तात्तिने भयो, बिजुलीबाट पनि तात्तिने भयो। त्यो कति बेला हुनसक्छ भने तपाईँको घामै लागेन, 1 हप्ता 10 दिन घामै लागेन भने मात्रै त्यो आवश्यक पर्यो। नत्र खासै तपाईँको सोलरले मजाले तातो पानी जति बेला पनि तातो पानी पाउन सक्नुहुन्छ। धन्यवाद।